यो पाइल्स र आजकल एकदम धेरै हुन थालेको यो क्यान्सर, अहिले क्यान्सरको सबभन्दा बढी चाहिँ बिगबिगी देखिरहेछ पाइल्सपछि हैन। जुन चाहिँ सबैजना पीडित पनि छन् यो। पाइल्समा कस्तो हुन्छ भने पाइल्स र क्यान्सरमा दुटैमा चाहिँ ब्राइट रेड कलरको ब्लिडिङ चाहिँ हुन्छ हैन। तर जहिले पनि पाइल्स कस्तो छ भने पाइल्सलाई तपाईँ मेडिसिन उपचार गर्नुभयो भने त्यो रिकभर हुँदै जान्छ भने क्यान्सरमा चाहिँ हामीले चाहिँ रिकभर हुँदैनन्। त्यो चाहिँ उसको चाहिँ प्रोग्रेस हुँदै जान्छ। त्यो क्यान्सर बढ्दै जान्छन् जसले गर्दाखेरि बिरामीले चाहिँ सडनली चाहिँ वेट लस हुन्छ, उसले चाहिँ विकनेस हुन्छ, फ्याटी थाक्न थाल्छ हैन, रगतहरू कन्टिन्यू गइरहेको छ। उपचार गर्दा पनि रगत बन्द भइरहेको हुँदैनन्। यस्तो कन्डिसनमा चाहिँ तपाईँ थाहा पाउनुभयो भने यसलाई चाहिँ तुरन्त परामर्श गर्नुपर्छ। पाइल्समा चाहिँ तपाईँको मासु छाम्नुभयो भने सफ्ट हुन्छ, तर त्यही क्यान्सरमा चाहिँ हार्ड हुन्छ। अनि पाइल्समा चाहिँ स्मुथ स्वेलिङ हुन्छ भने क्यान्सरमा चाहिँ तपाईँको हार्ड हुन्छ, रफ हुन्छ, काउली फ्लावर जस्तै अलिकति रफनेस हुन्छ। अनि यसरी चाहिँ हामीले चाहिँ सामान्य भाषामा चाहिँ डिफ्रेन्सिएट गरेर हामीले चाहिँ यसलाई चाहिँ छिटो उपचार गर्नुपर्छ भनेर चाहिँ जग्गा चाहिँ राम्रो हुन्छ।